Hello class, today we will be choosing class representative. So who are interested? Everyone is interested, so I'll choose Abhishek. So okay guys, हाम्रो प्रेजेन्टेसन फाइनलाइज भइसक्यो. कसले डेलिभर गर्छ? अभिषेकले गर्छ. ल गाइज, आज म तिमीहरुसँग खेलेको यतिकै हैन. मलाई एउटा रिप्रेजेन्टेटिभ चुज गर्नुपर्ने थियो. हाम्रो बाहिर कम्पिटिसन हुन लाग्छ. त्यो मैले तीनै जनाबाट एकजना कम्पिटिसन खेल्न जानलाई चुज गरिसकेको छु. त्यो हो अभिषेक. अंकित तिमीले एउटा कुरा नोटिस गर्यौ के साथी धेरै अब कोचले पनि अभिषेकलाई नै सिलेक्ट गर्नुहुन्छ जिममा पनि अब टिचरले पनि अभिषेकलाई नै सिलेक्ट गर्ने अब स्पोर्ट्समा पनि अब अभिषेक नै छ अगाडि हैन हामी त्यत्रो अब हाम्रो परफर्मेन्सहरु राम्रो हुँदा हुँदै पनि हामीलाई सरले सिलेक्ट गर्नु भएको छैन किन यस्तो सरले के गर्नु हामीलाई यस्तो यो यार यो लास्ट फेभरेटिजम भयो के यो त